केही फरक हुँदैन। र त्यसमा पनि आफ्नो कर्तव्यलाई बुझ्ने जो शिक्षक हुन्छ, प्राध्यापक हुन्छ, उसको लागि अझ बढी प्रिय हुन्छन् विद्यार्थीहरू। किनभने उसको लागि त जसरी बानी हुन्छ नि, मान्छेको बानी लागेको हुन्छ क्या, विद्यार्थीहरूसँग नजिक भइएन, पढाउन पाइएन भने उसलाई छटपटी भइहाल्छ। म त्यस्तै मध्येको पढ्छु मान्छे, प्राय गुरुहरू जो हुनुहुन्छ प्राय त्यस्तै होला। मलाई त्यस्तो लाग्छ विद्यार्थीहरू अब मैले के सोचिरहेको छु भने, हुन त मेरो पढाइले मलाई व्यस्त गराउँछ, सबै कुरा बिर्साउँछ। जब म पढ्न थालेँ भने सबै कुरा बिर्सन्छु, तर पनि विद्यार्थीहरूलाई जो म नियमित आउने पढाउने नियमितता थियो, त्यसले चाहिँ अलिकति तपाईँले उही मिस गर्नेछु भने जस्तै भन्नुभएको थियो, बहिनी भन्नुभएको थियो सम्झनेछु भनेर, त्यो मैले सम्झने छु। भाइ बहिनीहरू मैले 9औं ब्याचदेखि पढाउन थालेको, तपाईँहरू 13औं ब्याच, 9औं 10औं 11औं 12औं 13औं 5औं ब्याच रहेछ तपाईँहरू। 9औं ब्याचलाई आधाबाट सुरु गरेको मैले, तपाईँहरूलाई आधा छोड्नु पर्यो, ठिकै 5 वर्ष भएछ। र यस बिचमा आयुर्वेदमा जो विद्यार्थीहरूको स्तर म आउँदाखेरि जो देखेको थिएँ विद्यार्थीहरूको समग्रमा, त्यसलाई सकेसम्म अरू विषय त डाक्टर साहबहरू हुँदै हुनुहुन्छ, पढाइराख्नु भएको थियो, केही भएन। संस्कृतमा पनि मुख्य रूपमा संस्कृत विषयमा जसरी जानु पर्थ्यो त्यसै गइराखे जस्तो लाग्दैन। म वास्तवमा तपाईँबाट यति ठुलो सम्मानको अपेक्षा गरेको थिइनँ। हुन त विद्यार्थीहरूको लागि गुरुहरू सम्मान दिने हुन्छन् र विद्यार्थीहरू शिक्षकहरूको लागि पुत्रवत पुत्रीवत छोराछोरी जस्तै त्यसमा कुनै भेद हुँदैन। शिक्षकको हरेक आफ्ना छोराछोरीप्रति आर्थिक दायित्व हुन्छ, छात्र छात्राप्रति हुँदैन, त्यति मात्रै फरक हो। प्रेम र स्नेहको हिसाबले केही फरक हुँदैन।